अहिले यो बालन सरकारले तत्काल राजीनामा दिनुपर्छ हैन, नैतिकता देखाएर हैन, नागरिकलाई दिन दहाडै मर्न पर्ने कन्डिसनमा पुर्याउने यो राज्य चाहिँ अब जनताको लागि चाहिँ हानिकारक छ भन्ने हामीलाई महसुस भएको छ। होइन हो दिदी, तिमी विद्यार्थी हो र भने पहिला प्रश्न मेरो के विद्यार्थी हो र तिमी? कैसे कैसे लोग रहते हैं यार यहाँ पर। के त आमामा भइसक्यो जस्तो लाग्छ। तेरा बाप यहाँ छोड़कर गया था कि तेरी माँ? विद्यार्थी अभिलेख सङ्घ मान्छे हो अनि प्रधानमन्त्रीले राजीनामा चाहिँ किन दिन पर्ने? तिमीले खाना पाएको छैन होइन, अन्त खाना पनि कहाँबाट पाओस् त? अहिले तिम्रो सरकारै छैन। सजिलो थियो नि पहिला त, विद्यार्थी पनि यसो ठेक्कापट्टा पनि पाइहाल्यो, अलि यसो लुट्न पनि पाइहाल्थ्यो। अरे कौन भौंक रहा है ये बदतमीज? अहिले त गाह्रो छ नि हो। माग प्रधानमन्त्रीको राजीनामा माग्दा पनि हुन्छ हो। अनि फेरि केपी ओलीलाई नै बनाउनु ल, यसो ठेक्कापट्टा मलाई भनिदिनु नि। अभी मैं गाली नहीं दे सकता है।